सो अहिले चाहिँ एकदम बवाल ठाउँ बनाएको रहेछ होइन यताभित्र होइन। मैले चाहिँ धेरै दिनपछि आएँ होइन। सो यता हेर्न सक्नुहुनेछ। आयो स्पिड आयो तिमीहरू। सो फाइनली गाइज हामी पनि भरतताल आयो। भरततालको भिडियो भाइरल हुन्छ भन्छ होइन। ल हेरौँ हाम्रो पनि भिडियो भाइरल हुन्छ कि हुँदैन। सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सो आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सो आज चाहिँ हामी बागमती आएको छु घुम्नलाई। सो बागमती नुन्थर म र मेरो साथीहरू। सो त्यो 2-3जना, एकजना चाहिँ साथी हाम्रो पुलिसबाट होइन, त्यसको 9 महिनाको ट्रेनिङ सकेर अनि ऊ चाहिँ फ्री भएको कारणले होइन। अनि हामी चाहिँ धेरै दिनपछि घुम्न आएको छु भरतताल होइन। अनि यहाँ छ केटाहरू। सो पुलिसबाट आउने चाहिँ केटा त्यही हो। ए कस्तो छ 9 महिनाको ट्रेनिङ कस्तो गयो? 11 महिना हो। केटा चिलपारामा गयो त जेसुकै पारामा गओस् हामीलाई केही छैन होइन। हामीलाई पार्टी खुवाउनु पर्ने थियो, खुवाइहाल्यो होइन, पाल छैन होइन। सो हामी ढिलो नगरी हामी भिडियो अगाडि हेर्नुहोस् होइन। अनि के कस्तो हुनेछ होइन। सो त्यति बेला लास्टमा भिडियो हेरेपछि थाहा हुनेछ के कस्तो ब्लग हुनेछ। अनि कोही नयाँ साथी मेरो युट्युब आउनु भएको छ भने सब्सक्राइब गर्नुहुनेछ। सब्सक्राइब लाइक सेयर गरेर भिडियो अगाडि हेरिदिनु होला। लेट्स गो। सो फाइनली गाइज अहिले चाहिँ हामी हिँडिसक्यो। अहिले चाहिँ हामी फर्स्टमा नुन्थर जाँदैछौँ होइन। अनि त्यहाँपछि हामी जानेछौँ भरतताल होइन। सबैजना केटाहरू बाइकमा ओभर 4-5 बाइकमा होइन। एकदम बवाल रमाइलो गरिरहेछ होइन। साउन्ड हजुरहरूलाई क्लियर नआएको होला। म त्यही भएर रोक्नेछु भिडियो अगाडि बोल्नेछु। सो फाइनली गाइज अहिले चाहिँ हामी अब भित्रतर्फ लाग्दैछौँ होइन। सो केटाहरू उता अगाडि छन् होइन। अहिले चाहिँ पानी परिरहेको छ होइन। मौसम चाहिँ बवाल छ होइन, चिसो होइन। सो घाम लागेको छैन एकदम। मलाई के सबैलाई कुल भएको छ होइन। अघि चाहिँ यस्तो ओभर गर्मी भएको थियो, अघि घाम लागेर होइन। अहिले चाहिँ शीतल भएको छ होइन। क्या मजा आएको छ होइन मौसम होइन। अहिले उतातिर अहिले एउटा सिनेमेटिक हान्छु होइन। के कस्तो हुनेछ हेरिदिनु होला है त। अहिले गाइज भैँसीले चाहिँ अहिले हग्दैछ होइन। अहिले चाहिँ एकदम बवाल ठाउँ बनाएको रहेछ होइन यताभित्र होइन। मैले चाहिँ धेरै दिनपछि होइन। सो यता हेर्न सक्नुहुनेछ। यस्तो खेल्ने ठाउँ बनाएको छ बच्चा बुच्चीहरूलाई। पिकनिक खान चाहिँ मान्छेहरू धेरै आएको रहेछ होइन। पुरै डिजे सिजे गीत सित बजाउँदै होइन। शनिबार हो त्यही भएर मान्छेहरू ओभर आएको हो। ओभर त अहिले भर्खर त मान्छेहरू आउन स्टार्ट गरेको छ होइन। अझै मान्छेहरू आउँछ होला, के आउँछ आउँदैन थाहा छैन होइन। यता बजार हेर्न सक्नुहुनेछ। यस्तो लाग्दो छ यता बजार। सो फाइनली गाइज अहिले हामी माथि आइपुग्यो होइन। शिवजी भएको ठाउँमा एकदम बवाल छ होइन। यताको पुरै एक कुल मौसम छ क्या यता होइन। जस बवाल छ मौसम। केटाहरू पुरै फोटो हान्ने कार्यक्रम गरिरहेछ। म नि एउटा दुईवटा फोटो हान्ने भएन। केटाहरू चाहिँ एक्लै बसिरहेको छैन। कस्तो भइरहेछ तँलाई? पानी परिरहेको छैन। पानी नपरेको चाहिँ एकदम मजा आउने रहेछ घुम्न होइन। त्यही एउटा पानी परिदिन्छ, त्यही एउटा प्रब्लम होइन। सो म चाहिँ भिजी बनाउने होइन। किनकि मेरो मोबाइललाई केही पनि हुने होइन। वाटरप्रुफ मोबाइल हो धरेको। चान्चुने मोबाइल त धरेले चलाउँदैन हजुरलाई थाहा नै छ। सो त्यही पनि मैले एउटा केटाहरूलाई फोटो हानिदिनु पर्ने हुन्छ होइन। म नि हान्नुपर्छ होइन के केटाहरूलाई होइन। हेर्नु होला।
सो अहिले चाहिँ फेरि घाम लागिसक्यो होइन एकछिनमा यहाँको मौसम चेन्ज हुने हुन्छ होइन सो एउटा होइन यहाँबाट चाहिँ सिनेमेटिक जाओस् गाइज होइन के कस्तो बन्ने छ होइन हेर्छु न होला आयो स्पिड आयो तिमीहरू सो फाइनली गाइज हामी चाहिँ यहाँबाट नुनथरबाट हिँड्न लाग्यो होइन नुनथरबाट हिँडेको होइन अब हामी भरताल लाग्छौँ होइन केटाहरूले चाहिँ जबरजस्ती स्टन्ट हान्नु लगायो मलाई हान्नु मन थियो र सो केही छैन होइन हान्नुपर्छ कहिले काहीँ सो त्यही नै गाइज अगाडि हेर्नु कस्तो के कस्तो हुनेछ हाम्रो ब्लग सो लेट्स गो सो फाइनली गाइज अहिले चाहिँ हामी हिँड्न लागिसक्यो होइन हिँडिसक्यो नि भनौँ होइन सो हेर्नु अब भरताल पुग्नेछौँ हामी सबै केटाहरू सबै बाइकमा बवाल तरिकाले जाँदैछौँ होइन सो फाइनली गाइज अहिले चाहिँ हामी भरताल आइपुग्यो सो बाइक हाम्रो चाहिँ यता लागेको छ होइन अनि यही हो भरताल यही हो भरताल फर्स्ट टाइम हो तेरो यसको चाहिँ फर्स्ट टाइम रहेछ भरतालको हामीहरूको थर्ड टाइम फिफ्थ हो मेरो थर्ड हो मेरो चाहिँ थर्ड टाइम रहेछ होइन भरतालको केटाहरू पनि आइसक्यो भरतालको चाहिँ बवाल सिन छ होइन एउटा एकचोटि माथि सिनेमेटिक हान्दिउँ होइन के कस्तो हुनेछ होइन हेर्नु होला सो यही नै हो हाम्रो सिनेमेटिक के कस्तो छ होइन थाहा नै छैन त्यति खासै त छैन राम्रो होइन त्यही नै हो अलि हरियो छैन निलो छैन क्या बादल निलो आकाश छैन निलो आकाश भएको चाहिँ बवाल देख्यो होइन केटाहरूको चाहिँ यता फोटो क्लिक हुँदैछ सो फाइनली गाइज हामी पनि भरताल आयो भरतालको भिडियो भाइरल हुन्छ भन्छ होइन ल हेरौँ हाम्रो पनि भिडियो भाइरल हुन्छ कि हुँदैन
पानी अलि कम छ नि होइन? यसरी बोट कुदाइन्छ भरत तालमा। ओ पल्टायो। हामी त झन्डै पल्टे पो सोचिरहेको। यसरी उडाउँछ डुङ्गाहरू भरत तालमा। सबको हातमा मोबाइल, सबको हातमा। अर्को यता छ। ए कति रमाइलो भएको त आम्मा। सो फाइनली गाइज हामी चाहिँ उहाँबाट निस्केको होइन, भरत तालबाट घुमेर फिरेर होइन निस्के। अब हामी जाँदैछौँ लालबन्दीको पिच पार्क जाने होइन। अब खोइ हेरौँ कहाँ जाने छ होइन। अब उतै अगाडि भिडियो हेरेर थाहा हुने हो हजुरहरूलाई। सो त्यही नै हो। अहिले चाहिँ हामी मेन रोड अगाडि आइपुगेछौँ। एउटा बाइकमा त्रिपल लोड। लेट्स गो। competition. सो फाइनली गाइज हामी चाहिँ आइपुग्यो होइन पिच पार्कमा। सो फाइनली डेटिङ स्पोटमा। सो हेर्न सक्नुहुनेछ आज कतिजना डेटिङ स्पोटमा छ होइन। सो म चाहिँ जुम गरी सबैजनाको लिनेछु होइन भिडियो। सो पुरै पिच पार्क खालीको रहेछ तर केटीहरू चाहिँ पुरै खोप्चोमा रहेछ होइन। आमा म त चस्मा लगाइदिने हो नि त यस्तो बेलामा। यहाँ सानै बडी हुन्छ नि। गर्लफ्रेन्डको गिफ्ट हो त भाइ। आमा सो कस्तो देखिरहेको छ गाइस कमेन्ट हानिदिनु। त्यसमा एउटा लाइक जाओस् है त। सो त्यही नै हो। यस्तो छ न हाम्रो पिच पार्क। गैडा तेरो पुच्छर छ तेरो पनि। सो यसको त्यो पुच्छर रहेछ होइन। कता छ पुच्छर देखा गैडाको पुच्छर नभए के हुन्छ। सो यता पुरा टिकटक बनाइरहेको छ। सो हामीले चाहिँ यस्तोहरूलाई हेर्नु हुँदैन। यता जाउँ न। यता चस्मा लुज भएर होइन नाकमै झरी आउँछ चस्मा। कस्तो त्यो डिसै उठ्यो आमामा। कति रातो फुलहरू आमामा हेर्नु त गाइस। रातो फुल हेर्न। फुल रातो क्या बवाल छ यता हेर्न। यो यहाँनिर एउटा फोटो हान्नुपर्छ है त। यहाँ चाहिँ एउटा फोटो हान्नुपर्छ होइन। अब फेरि यहाँनिर फोटो हान्ने कार्यक्रम हाम्रो सुरु हुनेछ। अब ओभर फोटो खिचेछ क्या। नुनथरमा पनि त्यस्तै फोटो हान्यो अनि भरततालमा पनि त्यस्तै फोटो हान्यो होइन ओभर के। भरततालमा त खालि फोटो र टिकटकहरू मात्र बनायो। धेरै ब्लगै गरेन मैले। त्यही नै हो। यस्तो छ। हामी चाहिँ होइन यता आएको थियो होइन। त्यही पिच पार्कमा आउँदाखेरि पानी यस्तो डेन्जर परिरहेको छ गाइस। हेर्नु सक्नुहुनेछ सबैजना।
एउटा घरमा बसेको छ होइन। पानी चाहिँ ओभर परेको छ। अनि गाइस अलि सिमसिमे पानी परेछ, त्यही पनि हामी जान लागेको छु होइन। ढिलो ओभर भइसक्यो होइन। अब हामी जानेछौँ, मोबाइल राखिदिउँ होइन, चार्ज पनि सकिसक्यो होइन। सो आजको हाम्रो भिडियो यति नै रहेछ। अनि हजुरहरूलाई कस्तो लाग्यो यो ब्लग, सो कमेन्ट गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ भिडियो। नेक्स्ट ब्लगमा भेटौँला गाइस, बाई बाई।